यस्तो मलाई धोका दिएर विदेश जाँदैछ। मलाई केही कुराहरू थाहा पनि छैन अनि लुकेर छुपेर जाँदैछ। मैले उसलाई एकदम राम्रोसँग राखिरहेको थिएँ। मलाई केही थाहा पनि छैन। 8-9 वर्षको छोरा छ मेरो एउटा। सुर्खेत पढाउन हालिरहेको थिएँ हैन। मलाई अब यस्तो गरेर अहिले काठमाडौँमा छ अरे। यस खबरका मुख्य प्रायोजक मोमो स्टेशन गोवा। अब घरमै बसी स्विगी र जोमेटोमा अर्डर गर्नुहोस्। हेलो नमस्कार, म भन्न चाहन्छु सबैजनालाई जति पनि हुनुहुन्छ यो भिडियोलाई सक्दो प्रयास सेयर गरिदिनु होला भन्न चाहन्छु म है। म एकदम दुखितमा छु अहिले, एकदम उसमा छु है। अनि के भन्न चाहन्छु, मेरो बुढी अहिले ऊ भएर यस्तो मलाई धोका दिएर विदेश जाँदैछ। मलाई केही कुराहरू थाहा पनि छैन अनि लुकेर छुपेर जाँदैछ। मैले उसलाई एकदम राम्रोसँग राखिरहेको थिएँ। मलाई केही थाहा पनि छैन। 8-9 वर्षको छोरा छ मेरो एउटा। सुर्खेत पढाउन हालिरहेको थिएँ हैन। मलाई अब यस्तो गरेर अहिले काठमाडौँमा छ अरे। मैले पुलिस प्रशासनलाई उता पनि खबर गरिसकेको छु है। अनि एकदम म मिडियामा आउनको खासै कारण पनि केही थिएन। आफैसम्म यो कुराहरू मैले उसलाई पनि धेरै सम्झाएँ, आफूलाई पनि। अब सबैबाट गल्ती हुन्छ, नहुने कुराहरू होइन। सानोतिनो एउटा गल्ती भएर हो, झगडा भएर हो, नहुने कुराहरू होइन। त्यही कारणको लागि हो। जस्तो प्राइस यसलाई रोकिदिनु पर्यो भनेर मैले हाम्रो सामाजिक शान्तिले साथीहरूलाई सबैलाई भन्न चाहन्छु, रोकिदिनु पर्यो प्लिज है त। नेपाली स्वादको असली मजा अब गोवामै। मोमो स्टेशन गोवाले ल्यायो स्वादिष्ट र ताजा नेपाली मोमो। अब घरमै बसी स्विगी र जोमेटोबाट अर्डर गर्नुहोस्। थप जानकारी तथा होलसेल अर्डरका लागि सम्पर्क गर्नुहोस् 862589 038। मोमो स्टेशन गोवा, नेपाली स्वाद आफ्नै स्वाद।